बालेन शाह प्रधानमन्त्री बन्दै हुनुहुन्छ। बालेन शाहको पहिलो राजनीति अन्तर्वार्ता दिने मान्छे म हुँ। आज म तपाईलाई खुलासा गरिदिन चाहन्छु। उहाँ चुनावमा आउने तयारीमा हुनुहुन्थ्यो, काठमाडौँको मेयर लड्ने तयारीमा हुनुहुन्थ्यो र पहिलो अन्तर्वार्ता प्राइम टाइम टेलिभिजनको धमलाको हमलामा मैले बालेन शाहको इतिवृत्तान्त, उहाँको राजनीति एजेन्डा, उहाँको जीवनशैली, उहाँको प्रेम, उहाँको काठमाडौँ बनाउने सपना, मास्टर प्लान, मार्गचित्र सबै बालेन शाहले धमलाको हमला प्रस्तुत गर्नुभएको छ। हेर्नुहोस् अहिले पनि त्यो अन्तर्बाट 50 लाखौं मान्छे लिएर आएको छ। दोस्रो अन्तर्वार्ता पनि बालेन शाहको मैले मेयरको उम्मेदवारी दिएर मैदानमा आउँदै अन्तिम बेलामा त्यो अन्तर्वार्ता सबै कुरा छ। तेस्रो अन्तर्वार्ता मैले बालेन शाहको भावी प्रधानमन्त्रीको पछि प्रधानमन्त्री बन्दै हुनुहुन्छ मेयर भइसकेपछि मैले के भनेको भने अब देशमा आज हामी जुन किसिमको किताबको विमोचन गरिराखेका छौँ, कहानीको, यो कहानीले बताउँछ बालेन शाहलाई प्रधानमन्त्री बनाउने नि जेनजीले हो। बालेन शाहलाई प्रधानमन्त्री बनाएको नि जनताले हो, युवाले हो, जेनजीले हो, देशको युवाले हो, तमाम युवाले हो। देशमा आशा, विश्वास र भरोसा अहिलेको पुस्तालाई छ। डर छ।